शुभ प्रभात। जेठ 13 गते बुधबारको राशिफल। मेष राशि। नियमले रोक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकारको लागि सजग रहनु पर्ला। प्रतिस्पर्धी बढ्नाले चुनौती देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्, सचेत रहनुहोला। वृष राशि। शुभचिन्तकको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा निखारता आउनेछ। मिथुन राशि। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। रोकिएका काम दोहोर्याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातका लागि नहुन सक्छ। कर्कट राशि। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। सिंह राशि। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। कन्या राशि। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक काम प्रारम्भ गर्ने मौका छ। रमाइलो झमकटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। तुला राशि। काममा अनायासै व्यवधान देखा पर्न सक्ने योग रहेको छ। भइपरि आउने खर्च बढ्नुको साथै अर्थ अभावले सताउनेछ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नु पर्ला। वृश्चिक राशि। प्रयत्न गर्दा आय स्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यको लागि केही लगानी बढाउन सकिनेछ, तर अवसरवादीले आफ्नो कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। धनु राशि। विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुहोला। परिस्थिति प्रतिकूल रहे पनि अरूको लागि बुद्धि खर्चिनु पर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। मकर राशि। मेहनत गर्दा तारिफयोग्य काम सम्पादन हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने योग रहेको छ। व्यापार व्यवसायमा पनि प्रशस्त फाइदाको योग छ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। कुम्भ राशि। सामान्य कामको लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान दिनुहोला। मीन राशि। माहौल रमाइलो छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम सुरु हुनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।